खोटाङको केपिलासगढीमा भएको यो दुर्घटनाको खबर निकै दुःखद छ। आज चैत 4 गते 2082 तदनुसार असार 18 गते 2026 दिउँसो भएको यस घटनाबारे प्राप्त पछिल्लो आधिकारिक जानकारी अनुसार केही राहतको खबर पनि छ। घटनाको मुख्य विवरणहरू यस प्रकार छन्। सुरक्षित अवस्था। प्रारम्भिक रिपोर्ट अनुसार हेलिकप्टरमा सवार 6 जना नै जीवित र सुरक्षित हुनुहुन्छ। चालक दलका सदस्य र यात्रुहरूमध्ये कसैको पनि ज्यान नगएको पुष्टि भएको छ। घाइते यात्रुमध्ये 74 वर्षीय काजी बहादुर राई सामान्य घाइते हुनुभएको छ। उहाँको खुट्टा र आँखामा चोट लागेको छ र उहाँलाई थप उपचारका लागि एयर डाइनेस्टीकै अर्को हेलिकप्टर मार्फत काठमाडौँको ह्याम्स एचएएमएस अस्पताल लगिएको छ। पाइलट हेलिकप्टर क्याप्टेन सबिन थापाले उडाउँदै हुनुहुन्थ्यो। उहाँ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ। दुर्घटनाको कारण अवतरणका क्रममा हावाहुरी र धुलोका कारण सन्तुलन बिग्रिएर हेलिकप्टर पल्टिन पुगेको प्रारम्भिक अनुमान गरिएको छ। हेलिकप्टरमा 9 NAFQ अफ 9 NAFQ कल साइन रहेको थियो। उद्देश्य यो हेलिकप्टर बेलायतबाट ल्याइएको एक शवको अन्तिम संस्कारका लागि आफन्तहरूलाई लिएर काठमाडौँबाट खोटाङतर्फ उडेको थियो। अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयहरू उद्धार कार्यमा खटिएका छन् र घाइतेको अवस्था सामान्य रहेको बताइएको छ। सबै यात्रु र चालक सुरक्षित रहेको खबरले ठूलो मानवीय क्षति हुनबाट जोगिएको देखिन्छ। खोटाङको केपिलासगढीमा भएको यो दुर्घटनाको खबर निकै दुःखद छ। आज चैत 4 गते 2082 तदनुसार असार 18 गते 2026 दिउँसो भएको यस घटनाबारे प्राप्त पछिल्लो आधिकारिक जानकारी अनुसार केही राहतको खबर पनि छ। घटनाको मुख्य विवरणहरू यस प्रकार छन्। सुरक्षित अवस्था। प्रारम्भिक रिपोर्ट अनुसार हेलिकप्टरमा सवार 6 जना नै जीवित र सुरक्षित हुनुहुन्छ। चालक दलका सदस्य र यात्रुहरूमध्ये कसैको पनि ज्यान नगएको पुष्टि भएको छ। घाइते यात्रुमध्ये 74 वर्षीय काजी बहादुर राई सामान्य घाइते हुनुभएको छ। उहाँको खुट्टा र आँखामा चोट लागेको छ र उहाँलाई थप उपचारका लागि एयर डाइनेस्टीकै अर्को हेलिकप्टर मार्फत काठमाडौँको ह्याम्स एचएएमएस अस्पताल लगिएको छ। पाइलट हेलिकप्टर क्याप्टेन सबिन थापाले उडाउँदै हुनुहुन्थ्यो। उहाँ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ। दुर्घटनाको कारण अवतरणका क्रममा हावाहुरी र धुलोका कारण सन्तुलन बिग्रिएर हेलिकप्टर पल्टिन पुगेको प्रारम्भिक अनुमान गरिएको छ। हेलिकप्टरमा 9 NAFQ अफ 9 NAFQ कल साइन रहेको थियो। उद्देश्य यो हेलिकप्टर बेलायतबाट ल्याइएको एक शवको अन्तिम संस्कारका लागि आफन्तहरूलाई लिएर काठमाडौँबाट खोटाङतर्फ उडेको थियो। अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयहरू उद्धार कार्यमा खटिएका छन् र घाइतेको अवस्था सामान्य रहेको बताइएको छ। सबै यात्रु र चालक सुरक्षित रहेको खबरले ठूलो मानवीय क्षति हुनबाट जोगिएको देखिन्छ। खोटाङको केपिलासगढीमा भएको यो दुर्घटनाको खबर निकै दुःखद छ। आज चैत 4 गते 2082 तदनुसार असार 18 गते 2026 दिउँसो भएको यस घटनाबारे प्राप्त पछिल्लो आधिकारिक जानकारी अनुसार केही राहतको खबर पनि छ। घटनाको मुख्य विवरणहरू यस प्रकार छन्। सुरक्षित अवस्था। प्रारम्भिक रिपोर्ट अनुसार हेलिकप्टरमा सवार 6 जना नै जीवित र सुरक्षित हुनुहुन्छ। चालक दलका सदस्य र यात्रुहरूमध्ये कसैको पनि ज्यान नगएको पुष्टि भएको छ। घाइते यात्रुमध्ये 74 वर्षीय काजी बहादुर राई सामान्य घाइते हुनुभएको छ। उहाँको खुट्टा र आँखामा चोट लागेको छ र उहाँलाई थप उपचारका लागि एयर डाइनेस्टीकै अर्को हेलिकप्टर मार्फत काठमाडौँको ह्याम्स एचएएमएस अस्पताल लगिएको छ। पाइलट हेलिकप्टर क्याप्टेन सबिन थापाले उडाउँदै हुनुहुन्थ्यो। उहाँ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ। दुर्घटनाको कारण अवतरणका क्रममा हावाहुरी र धुलोका कारण सन्तुलन बिग्रिएर हेलिकप्टर पल्टिन पुगेको प्रारम्भिक अनुमान गरिएको छ। हेलिकप्टरमा 9 NAFQ अफ 9 NAFQ कल साइन रहेको थियो। उद्देश्य यो हेलिकप्टर बेलायतबाट ल्याइएको एक शवको अन्तिम